गुड मर्निङ गाइस। नमस्कार छ सबैजनालाई। नमस्ते भाइले नमस्ते गर्दैछ। नमस्ते र सबैजनालाई फेरि पनि मेरो भिडियोमा स्वागत गर्न गइरहेको छु है। आजको भिडियो सानो भिडियो बनाइरहेको छु र अहिले हामी उठिसकेर चिया क्यौँ है। आएन यहाँ छ, आएन चक्कस खाँदैछ। चक्कस खाएर चाहिँ के गर्ने, नुहाउने नुहाउने हो। सरी गाइस, नुहाउने हो। आएन चाहिँ त्यहाँबाट हामी कहाँ जाने हो, च्याखु घर जाने हो। आज चाहिँ घर जाने हो। अन्त भाइले नमस्ते नमस्ते भाइ, सबैजनालाई नमस्ते। छिटो नमस्ते गर्नु, नमस्ते छिटो नमस्ते। भाइले नमस्ते गर्यो। यतै गर्नुहोस् होला गाइस, बनिरहनुहोस् होला। आमा नाच्नु पनि थाल्यो भाइले। लु 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 आमा रुकुमै कोटा आँखा नि राम्रै हो, मन पर्यो नि ओठ। छिटो लु छिटो यता हेर्नु, हेलो भन्नु। यतै गर्नुहोस् होला गाइस। गाइस हामी चाहिँ बल्ल 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 सोरेङबाट निस्क्यौँ हो। अब जाँदैछौँ घर। हेर्दै गर्नु, हेर्दै गर्नुहोस् भाइ चाहिँ सुत्यो गाइस। आएनाले बोजूलाई चुना लगायो हो। दो बोजूलाई चुना लगायो आएनाले। हेर्दै गर्नुहोस्। यहाँ चाहिँ अहिले बजार भइसक्यो चाहिँ बजार। अगाडि चक्काको तल चाहिँ जेठा दाजुको घर हो। यो जेठा दाजुको घर हो। मेरो चाहिँ माथि छ। हेर्दै गर्नुहोस् गाइस। यहाँ चाहिँ होमस्टे छ। तपाईँहरू यहाँ होल्ड गर्नु सक्नुहुन्छ, स्टे गर्नु सक्नुहुन्छ है हाम्रो साथीको। दिन है यहाँनिर उता चाहिँ हरेस। अब डामडुम केही देख्नु छैन नानी, हेर फगी लागेर। यो दाजुको घर हो। म्यामले भन्दै थिएँ होइन, बिजी अन्त मैले पहिला नै रिल्स बनाएको जग्गा चाहिँ यही हो गाइस। हेर्नुहोस्, माथिको रिल्स बनाएको जग्गा चाहिँ यही हो। माथिबाट गाडी आउँदैछ। हाम्रो घरमा चाहिँ पाहुना छ यहाँ। हेलो गाइस। ल दिदी भाइको दिदी बहिनीको यहाँ भेटघाट भयो है। ल हेर्दै गर्नुहोस् गाइस, अहिले फेरि गर्छु, हेर्दै गर्नुहोस् होला। अहिले चाहिँ यहाँ 3 जना दिदीहरू 1 जना भाइ खेल्दैछ घरमा आइपुगेर। सुशील काकाले त्यो बेड सफा गर्दैछ। म त यहाँ पलिस लाउँदैछु गाइस। यो त अस्ति चिसो भएर पुरा उयो भएर खोलेर राखिरहेको थिएँ है। अन्त यस्तै छ, अब के गर्नु, हेर्दै गर्नुहोस् होला। लु है, अहिले हाम्रो कामहरू यतिको आइपुगेको छ हो। यहाँ छ मेरो साइलाको छोरी आयङ।
यहाँ छ हाम्रो सानो खै सानो हेलो भनेको यहाँ छ मेरो आयना र रिसा आउँदैछ हेर न यो चाहिँ च्याखुङ बजार आइपुगेको छ अब हामी तल घरमा जाँदैछौँ आमा भएकोमा यहाँ भाउजू हुनुहुन्छ खै भाउजू हेलो गरिदिनुहोस् यहाँ मेरो छोरी प्रेरणा हेलो गर ओ भाइ भाइ हेर भाइ हाम्रो रियान्स बोजूको रक्सी दोकानमा बसेर मात्छ है मैले फोन गरेको के बोक्नु भएको नजोत्नु न झन् साला मलाई कम्तीमा दिने बेलामा भने कि होइन म त उसले 40 भने के 50 दिनु आज चाहिँ नयाँ बाटो हिँड्यौँ गाइस हामी चाहिँ है साना नयाँ बाटो हिँड्यौँ है हामी यो बाटो चाहिँ हामी अब रम्बक पुग्छ रम्बकबाट उता जानुपर्छ साधु गाउँ जाँदा चाहिँ मेरो मूल घर चाहिँ साधु गाउँमा छ गाइस यो बाटो चाहिँ तल पुग्छ गेलिङ रोड पर राईगाउँ रोड चाहिँ गाइस बनिँदैछ हो त्यसै कारण बन्द छ र हामी चाहिँ यताबाट जाँदैछौँ अल्टरनेटिभ वे चाहिँ यो छ हाम्रो चाहिँ है पल्लो बाटो ओखरकोटीबाट गयो भने चाहिँ अलिक टाढो पर्छ र हिँड्नै पर्छ हो अन्त यो चाहिँ हामी रम्बक बाटो जाँदैछौँ यता गर्नुहोस् अब चाहिँ हामी निस्किन आँट्यौँ मेन रोड निस्किन आँट्यौँ गाइस यो छाना त सुत्यो हो मेन रोड आइपुग्नु आँट्यो हामी गाइस अब उता जानुपर्छ यो पल्लो बाटो यो बाटो यता जाने चाहिँ गेलिङ जाने हो गाइस यो चाहिँ यता चाहिँ हाम्रो उता जाने बाटो हो अलिकति लामो भयो तर केही छैन बाटो त छ यतै गर्नुहोस् यहाँ चाहिँ मैले आमालाई माछा फ्राई गरिदिँदैछु हेर्नुहोस् आमा र बाबाको लागि आमा यहाँ हुनुहुन्छ मेरो बाबा चाहिँ पर छ बाबाले दुध पनि दुइदियो अब आमाले कुखुरा दिन्छ मलाई त हामी जान्छ छाना र म है अहिले चाहिँ हामी साधु गाउँबाट पनि घरबाट नै आइसक्यो है आमाले कुखुरा दिनुभएको थियो कुखुरा काट्दा ओर्दा रात पऱ्यो गाइस अन्त यहाँ काका छोरा चाहिँ यहाँनिर बसिरहेको छ यहाँ बुहारीले ढाड सेक्दैछ आज पुरा थाक्यो बिचरा सबैजना अन्त भित्र मासु पाकिरहेको छ तपाईँहरूलाई लगेर देखाउँछु ल अन्त सुप मासुको सुप यस्तो भएको छ गाइस हेर्दै गर्नुहोस् आज यहाँ म्याडमले बनाउनु भएको है अन्त अब खानेवाला छौँ हामी हो त्यस्तो छ यस्तो भएको छ हाम्रो घर बत्ती बलिरहेको छ हो यो बेडरुम हो यहाँ दुईजनाको नक्कल हुँदैछ गाइस हेर्नुहोस् अन्त गाइस आजको भिडियो यहीँसम्म हुनेछ र रात पनि परिसक्यो है अब तपाईँहरूले भोलि हेर्नु हुँदाखेरि दिनुहुन्छ होला मेरो भिडियो है भोलि हुन्छ कि पर्सि हुन्छ हेरेर तपाईँहरूले कमेन्ट गरिदिनुहोस् होला लाइक सेयर नयाँ हुनुहुन्छ भने फलो पनि गरिदिनुहोस् होला है तपाईँहरूको सपोर्टको जरुरत छ प्लिज सपोर्ट गर्न नबिर्सिनुहोस् है भन्दै आजको भिडियोलाई यही राख्न चाहन्छु बाइ बाइ अन्त यहाँ मेरो बुहारीको पेज पनि छ बुहारीलाई पनि फलो गरिदिनुहोस् बिचरा अहिले चाहिँ आएको छैन र पनि आउँछ हेर्दै गर्नुहोस् नेक्स्ट भिडियोको लागि प्रतीक्षा साच्नुहोस् होला थ्याङ्क यू भेरी मच